गाइस आज चाहिँ हजुरहरुको माझमा मैले भेज क्लियर सुपको रेसिपी लिएर आएको छु र भिडियोको अन्तिमसम्म हेर्नुहोस् र सुप बनाएर हजुरहरु घरमा खानुहोस्। आउनुहोस् भेज क्लियर सुप कसरी बनाउनु पर्छ हजुरहरुलाई म सबै भन्दैछु। र यता चाहिँ मैले मशरुम काटेर राखेको छु र यता चाहिँ क्याबेज, यता चाहिँ बिन्स, अनि यता चाहिँ क्यारट र यता चाहिँ बेबिकन। यी सबै वस्तु भेज क्लियर सुपको लागि चाहिन्छ र सबै थोक मैले काटेर राखिसकेको छु र यिनीहरु सबै भेज क्लियर सुपमा हालेर पकाउनु पर्छ अनि भेज क्लियर सुप दामी बनिन्छ र हजुरहरुले पनि एकखेप घरमा ट्राई गरेर हेर्नुहोस्, एकदम निश्चय राम्रो लाग्नेछ। क्लियर सुप यो चाहिँ भेज क्लियर सुप र मैले सबै थोक एउटै बटुकामा हाले र हेर्न सक्नुहुन्छ सबै थोक मैले बटुकामा हाले र यता चाहिँ मैले ग्यास जलाएँ र ग्यास जलाएर यसमा चाहिँ म एकदम ओइलको चाहिँ युज नै गर्दिन र यता चाहिँ मैले पानी रेडी गरेको छु। यो चाहिँ ओन्ली बोइल हुन्छ र यो हेल्दी पनि हो, यसमा ओइल चल्कै त्यत्रो जाँदैन तर स्पाइसी पनि हुँदैन, स्पाइसी पनि कम्ती हुन्छ, अलिकति हल्का गोलमरिचको स्पाइसी हुन्छ र यता चाहिँ मैले बोइल पानी राम्रोसँगले तातेपछि मैले भेजिटेबल हालेर र भेजिटेबललाई राम्रो बोइल गर्नुपर्छ र यता भेजिटेबल बोइल भइराखेको छ र जब राम्रो भएपछि यसको टेस्ट चाहिँ हुन्छ र भेजिटेबल बोइल भएपछि भेजिटेबलको एउटा टेस्ट आउँछ नि त भेज क्लियर सुपमा र त्यही हो। र यता चाहिँ भेजिटेबल बोइल भइराखेको छ, भेजिटेबल राम्रोसँगले बोइल भइसक्यो र मैले चाहिँ यसमा एड गर्दैछु नमक र नमक चाहिँ आफ्नो स्वाद अनुसार नमक हाल्नुपर्छ र तपाईहरु जति नमक खान सक्नुहुन्छ त्यही हिसाबले हाल्नुहोस्। र यता चाहिँ मैले नमक एड गरे र हल्का चिनी पनि मैले यसमा एड गरेको छु र हल्का चिनी, नमक अनि यसमा हल्का मैले ब्ल्याक पेपर एड गरेको छु र ब्ल्याक पेपरको यसमा थोरै स्पाइसी चाहिन्छ र यसमा अलिकति निम्बु पनि मैले निम्बुको रस पनि अलिकति एड गरेको छु। अलिकति अमिलो हुँदाखेरि खानालाई धेरै स्वादिष्ट हुन्छ र यता चाहिँ सबै थोक एड गरिसकेर म चाहिँ यसमा चलाउँदै छु र राम्रोसँगले चलाएर हामीहरुको फाइनली भेज क्लियर सुप रेडी पनि भइसक्न आँट्यो र यता चाहिँ हेर्नुहोस् कति राम्रोसँगले पाकेको छ र खाना चाहिँ धेरै राम्रो लाग्छ र यो चाहिँ हेल्दी हो, यसमा चाहिँ जिरो ओइल चाहिँ हालेकै छैन एकदम। र यता चाहिँ स्प्रिङ अनियन, सेलेरी लिप्सहरुको पातहरु सबै थोक हालेर यसको स्वाद अझै मैले बढाएको छु र यता चाहिँ मेरो फाइनली रेडी भइसक्न आँट्यो सुप र अन्तिमसम्म हेर्दै गर्नुहोस् सुपको फाइनल लुक म हजुरलाई देखाउने छु। र मेरो यता चाहिँ हल्का धनिया मैले एड गरेँ र यता सुप चाहिँ रेडी भइसक्यो र गाइस के कस्तो लाग्यो भिडियो राम्रो लागे कमेन्ट गरिदिनु होला र आजको लागि चाहिँ यति नै र भेज क्लियर सुप के कस्तो लाग्यो है गाइस र आजलाई चाहिँ बाइ।